यो बाँसको तटबन्धले यो बस्ती जोगिन्छ र यो ड्यामलाई यो बाँसले धान्न सकिन्छ र। दर्शकवृन्द नमस्कार। बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर 7 स्थित यति बेला हामी आइपुगेका छौँ र आज हामी विशेष गरी यो तटबन्धको विषयमा कुराकानी गर्नेछौँ। अब पहिल्यै गरेको भए सायद टिकाउ हुन्थ्यो कि अब तत्काल र सायद मलाई असम्भव छ। यो गत वर्ष पनि बनाउनु भयो, टिक्यो कि टिकेन? एउटा टिकेकै छ। अब हजुरको सामने नै देखिरहेको छ होइन, ठिकै छ। तर यसको साथसाथमा ढुङ्गाको पनि भइदिए झन् बलियो हुन्थ्यो भन्ने सोच। यहाँको बस्ती जोगाउनलाई बाँसको तटबन्ध बनाइरहेको अवस्था हामी यो देखाइरहेका छौँ। दर्शकवृन्द, यो क्षेत्रमा नेता मन्त्री लगायतको अवलोकन हुने गरेको छ, तर यहाँको समस्या अहिलेसम्म समाधान नभएको अवस्था हामी यहाँ देखाइरहेछौँ। यो बाँसको तटबन्ध बनाएर बस्ती जोगाउन प्रयास भइरहेको छ। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर 7 खल्ला झगडिया स्थित 2 वर्ष अघि राप्ती नदीमा आएको बाढीले तटबन्ध भत्काएको थियो। कटान रोक्न गत वर्षको असार सावनमा बाँस र बोराको अस्थायी तटबन्ध बनाइए पनि उक्त तटबन्ध पनि बाढीले बगाएको छ। यस वर्ष पनि सोही ठाउँमा बाँसको तटबन्ध निर्माण भइरहेको छ। दीर्घकालीन समस्या समाधानका लागि सरकारले कुनै चासो नदिएको भन्दै स्थानीय आक्रोशित छन्। अब बर्खामा रुक्ने कि रुक्ने एउटा अब इन्जिन र जनता तर्फलाई ठाउँ होला, यो पहिल्यै गर्नुपर्ने काम हो। अब के भने जब जब पर्छ राटी तब बुढी टाटी भने जस्तो काम भइरहेको छ यहाँ। हाम्रो नेपालको नेता यस्तै छन्। त्यही अघि नै म भनिरहेको थिएँ, अब नेताहरू आएपछि बरु राजमा ढकिलिदिने, राजमार्ग त्यहाँ बैराज पुलमा लगाइदिने, बरु काम नगर्ने। अब यो बाँसले गर्दाखेरि तपाईँहरूको यो हल्का फुल्का रोकान मात्र हो होइन। ठुलो बारी आयो भने त्यो फेरि बगाइलाग्छ उतै। त्यो हुनाले अब काम त जे होस् भइरहेछ जनताको लागि। अब जनताको आँखामा छारो हाल्ने भइरहेछ, तटबन्धन भइरहेछ भन्ने हुन्छ, तर यो तटबन्धले काम गर्छ कि गर्दैन त्यो अब बर्खाले आफै भन्नेवाला छ। यसमा सबभन्दा ढुङ्गाको तटबन्ध हुनुपर्ने हो। ढुङ्गाको तटबन्ध भएर पनि यसको ठोकर हुनुपर्ने, ठुलो ठुलो ठोकर। त्यसपछि रुख्छ, त्यसपछि बारीबाट जान्छ। जस्तै हाम्रो यो होलिया र तपाईँको यो सुगबरा जाने बन्डा छ नि, त्यसमा जाली नै हालेर त्यत्तिकै लामो ढुङ्गा मात्र हालेर पनि त्यहाँ रोक्यो होइन। त्यो रोकेर पनि राप्ती यता आयो। त्यस्तै गराएको भए हाम्रो राप्ती पनि यता आउने थिएन, यतै जान्थ्यो। त त्यहाँ अब स्थानीय जनताहरू सल्लाह दिँदाखेरि यिनीहरू भन्छ हामी परेकै हो, हामी परेको आधारले काम गर्छौँ, अनि हामीहरू देखेर गर्ने काम उनीहरू पत्याउँदैनन्। हेर्नुहोस्, त्यही नै हो। बाँसको तटबन्धले बाढीको बहाव थेग्न नसक्ने स्थानीयको बुझाइ छ। बाँसको तटबन्ध बनाएर सरकारले जनताको आँखामा छारो हाल्ने काम गरेको स्थानीयको गुनासो छ। अब त्यही त म अघि नै भनिदिएँ नि, जब परेर राति तब बुढी टाटी भने जस्तो। अब बर्खा लाग्यो, अब यता तटबन्धको काम सुरु छ। यो रोक्ने कि रोक्ने त्यो थाहा छैन होइन। यो काम त त्यही मङ्सिर पुसतिर गर्नुपर्ने हो। अब बर्खा लागिसकेपछि पैसा पनि निस्किने भयो, अनि अब उता नेताहरूलाई पनि अलिअलि चाट्ने भइहाल्छ। त्यही हुनाले बर्खामा 3 बजे निकालेर काम सुरु गराउँछन् होइन। सबभन्दा काम गर्नुपर्ने पुस मङ्सिरतिर हो। अहिले पानी परिदियो, बारी आयो भने काम हुन्न, बस गयो। फेरि अर्को साल फेरि बजेट यसैमा हाल्ने। बाढीले कटान गरेको तटबन्ध हेर्न राष्ट्रपति, पूर्व प्रधानमन्त्री, बहालवाला मन्त्री र सांसदको टोली यो ठाउँमा पुग्छन् र पक्की तटबन्धको लागि बजेट विनियोजन गर्ने आश्वासन दिएर फर्किन्छन्। तर राज्यको उच्च तहमा बसेकाहरूले दिएको आश्वासन राप्ती नदीको पानीसँगै बगेर जाने गरेको छ। आश्वासन मात्र दिने नेतालाई 84 को चुनावमा देखाइदिने चेतावनी स्थानीयले दिएका छन्। छोरा नेपाल सरकारको, इन्डिया सरकारको मुख हेर्ने, इन्डिया सरकारले पैसा दिइदिने, नेपाल सरकारले बनाइदिने, यो कति लाजको कुरा हो। 84 मा सबैलाई थाहा हुन्छ। हजुर लेखेर राख्नु होला। यो जनता हो, भेडा गधा होइन।
पटक पटक सुन्दै सुन्दै कति मिडियाले अनि देखाइसक्यो, जनता चिल्लाइरहेछन्, नेता हल्ला पनि गरिरहेछन्। यता सुन्ने वता जाने, सरकार हुने बेलामा आँखबाट नहेर्ने, कानबाट नसुन्ने, सरकार पछि ढलेपछि टाढाबाट देख्ने, टाढाबाट सुन्ने। जनताको हातमा छ, भिखारी होइन। कुनै दिन त आउनुहुन्छ भोट माग्नको लागि, त्यही दिन जनता हिसाब दिन्छन्। 84 मा त थाहा हुन्छ हजुर। खल्ला झगडिया स्थित राप्ती नदीको कटान अब 1 मिटर मात्रै बाँकी छ। यो तटबन्ध बाढीले काटेमा राप्ती सोनारी गाउँपालिका 7 र नरैनापुर गाउँपालिकाको आधा भागमा क्षति पुग्ने भएको छ। बेलैमा ध्यान नदिए सयौं परिवार बाढीबाट प्रभावित हुने भएका छन्। यस्तो अवस्थामा समेत राज्यले कुनै चासो नदिएको स्थानीयको गुनासो छ। 3 सालदेखि प्रत्येक नेता, प्रत्येक पार्टीको नेताजु पनि आउनु भएछन् यही ठाउँमा, गाउँपालिकाको अध्यक्ष पनि आउनु भएछन् यही ठाउँमा। फेरि यो कति लाजको कुरा हो। आफै हाम्रो यो क्षेत्र नम्बर 1 को सूर्य ढकालमा नाम लिएर भन्छु, सूर्य ढकाल मान्यजी हो। फेरि हाम्रो प्रधानमन्त्री केपी ओलीजी हो। फेरि सूर्य ढकाल आफै आएर यो बाँधमा अनि सरकारलाई ध्यान गराउनको लागि यो बाँध बनाइदिनु पर्छ। म आज यही मिडियाद्वारामा भनिरहेछु, मिडिया साथीहरू नकाट्नु होला, यो प्रधानमन्त्रीजीले सुन्नु पर्यो। हाम्रो एउटा यही क्षेत्रबाट मान्य जितेको सूर्य ढकाल ध्यान अनि गराउनु भयो त्यो प्रधानमन्त्रीजीलाई धन्यवाद छ कि आज यहाँ ढुङ्गाको तटबन्ध हुनु पर्थ्यो, तर आज बाँसको ढुङ्गा बनिरहेछन्, बाँसको तटबन्ध गराइरहेछन्। अब हामी कति लाजको कुरा भनौँ। अब यो कुन बेला बनाउने हो? अषाढमा, जब राप्ती नदीमा पानी आउँछन्, सरकारको पैसा आउँछन्, यसमा जनता तटबन्धको हाकिम पनि लुट्छन्। म आज अवगत गराउँछु, जीवनलाल भुसाल इल्डियो साहेब, फेरि विनोद चापागाई अनि जनता तटबन्धको अनि हाकिम साहेब, यी 3 जना मिलेर कति ठुलो खालको बाँध बनाएछन्। 1 करोड उधारोमा काम गराउनु भयो त्यो विनोद चापागाईजीले। यो जनताको तटबन्ध नकामको हाकिम छन्। यो जनतामा पनि लबिङ नगर्ने, सरकारमा पनि नजाने, नेताको पछाडि फुट गर्ने, यो बाँसको तटबन्ध लगाइरहेछन्। अब यो मात्रै बाँसको यस्तो हो, पहाडी आइसकेछन्, बोरी फाल्दै जानुस्, रुकोस् या नरुकोस्, तिनको काम हुँदै रहन्छन्, त्यति हो। यो ठाई तटबन्ध बनाउनको लागि त्यो ढुङ्गा लगाउनु पर्छ। म अहिलेको राष्ट्रपतिजीलाई म हात जोडेर आग्रह गरेको थिएँ, यही ठाउँ हो, पटक पटक मैले भने, यताको जनता हो, घोडा गधा होइन। राष्ट्रपतिजीलाई मैले गुहारेको थिएँ, राष्ट्रपतिजी आएर यो लाखौँ लाख जनताको जग्गा पनि बचाइदिनुहोस्, घर पनि बचाइदिनुहोस्, यता अनि रेगिस्तान हेर्नुहुन्छ, यस्तै खालको यता पनि हुन्थ्यो। तर रामवरण राष्ट्रपतिजी आएर जनताको आँसु पोतिदिनु भयो। तर अहिलेको राष्ट्रपतिजी किन आउँदैन? यताको हामी जनता होइन, हामी अनि घोडा गधा हो, कस्तो कहाँ जाने हामी भन्ने? नेपाल सरकारलाई म धन्यवाद भन्छु, के भनौँ, हामी भन्ने कहाँ? अब त बाढी आइसकेछन्, यो पुरै जग्गामा अनि गइ जान्छन्, घर पनि जान्छन्, बालबच्चा पनि जान्छन्। यो बाँसबाट कसरी ठोक्छन्? यति ठुलो खालको ढुङ्गा थियो, त्यो राप्ती नदीले कहाँ पुगाइदियो? यो बाँसको कुनै ग्यारेन्टी हुँदैन। तर अब बाध्यकाल आपतकालीन हो, बाँस लगाइरहेछन्। तर लगाउने यो ठाउँमा त ढुङ्गा हो, पुस माघमा किन लगाएन?